धीरू भाइ र सुषमा श्रेष्ठको नयाँ म्युजिक भिडियो थोरै थोरै झगडा धेरै धेरै माया गर्ने मान्छे चाहियो। यो गीत युट्युबले कपिराइटको कारणले युट्युबबाटै हटाइएको थियो र कसले गर्दा हटाइएको थियो आज सबै जानकारी तपाईहरुलाई दिनेछु। सो भिडियोलाई अन्तसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई तल सब्स्क्राइब गर्नुहोस्, साथै लाइक पनि गर्नुहोस्। नेपालको टिकटक स्टार धीरू भाइ र सुषमाको नयाँ म्युजिक भिडियो हटाउनुको मुख्य कारण बुझ्नुभन्दा पहिले आखिर जानु वास्तवमा के भएको थियो। धीरू भाइको यो गीत विशाल निरौला युट्युब च्यानलमा अपलोड गरिएको थियो, जसमा अरु कुनै च्यानलको व्यक्तिले यो भिडियो मेरो हो भनेर दाबी गर्दै त्यो गीतमा कपिराइटको रिपोर्ट गरेको थियो र त्यो व्यक्तिको पत्ता लागिसकेको छ। यो गीत नयाँ थियो र विशाल निरौला युट्युब च्यानलका ओनरको यो गीतमा कुनै पनि भिडियो, गीत र फोटो अरूको कपी गरेको थिएन भन्ने जानकारी छन्। तर पनि कुनै पनि व्यक्तिले यस्तो दाबी गर्न सक्छन् त? पक्कै सक्छन् र यसो गर्दा त्यो भिडियो युट्युबबाट युट्युब कम्पनीले हटाउन पनि मिल्छ। अब त्यो च्यानलको भिडियो वापस आइसकेको छ। धीरू भाइको भिडियोमा कुनै पनि कपी पेस्ट थिएन त कसरी वापस आयो त? अब यो कुरा बुझौँ। कुनै पनि व्यक्तिले हाम्रो कुनै पनि भिडियोमा फेक कपिराइटको रिपोर्ट गरेमा उक्त च्यानलले युट्युब कम्पनीलाई अपिल गर्न मिल्छ कि त्यो भिडियो पहिलोपल्ट हामीले अपलोड गरेको हो। त्यसपछि युट्युबले रिपोर्ट गरेको व्यक्तिलाई युट्युबले इमेल गर्छ र प्रुफ माग्छ। प्रुफ नदिएको खण्डमा उक्त भिडियो पुनः त्यो च्यानलमा वापस आउनेछन्। धीरू भाइको भिडियोमा पनि यही भएको थियो, तर कुन व्यक्तिले रिपोर्ट गरेको हो त्यो जानकारी अहिलेसम्म खुलाएको छैन। त साथीहरु, यदि तपाईहरुलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक शेयर र कमेन्ट गर्नुहोला। यदि कुनै पनि समस्या छ भने तल कमेन्ट गर्नुहोला, त्यसको बारेमा म भिडियो बनाउने छु। धन्यवाद।